यी बाजाहरू के हुन् यसको विषयमा केही बताइदिनुहोस् न। यी बाजा हुन् कालासिल्लाका बाजा हुन् हजुर। यो कालासिल्लाका बाजा हुन्। यो प्रत्येक ठाउँमा कालासिल्लाले जहाँ पनि दिन्छ हजुरको। यो जनता बरेटमा कोही मुद्दा मर्यो भने दिन्छ। तर मेन बाजा भन्ने देखाइसकेपछि मेन बाजा भन्ने यो 4-5वटा निशान छ हजुर। यो 5वटा निशान कहीँ पनि जाँदैन हजुर। फान्से बाजा अन्तर जाने यो खास देउताको बाजा यो मुख्य बाजा भन्ने यो हो। अरू यी बाजा हुन्। एउटा बाहुँ दमाए छ हजुरको, एउटा दाहिनो दमाए छ। यी बाजा 5-6-7वटा बाजा यी कहीँ पनि जान्न हजुरको हैन। अरू बाजा यी कालासिल्लाको बाजा जुन बरेटमा जनतामा जहाँ पनि जान्छ। अब यी बाजा लिएर यी 4वटा बाजा दमा लिएर गयो भने तपाईको घरमा ठुलो बिहा भयो। हजुरले बिहा भएपछि नि कालासिल्लाको निशान पनि ल्यायो भन्नुभयो। हजुरले कालासिल्ला निशान लिइसकेपछि हजुरले एउटा पाठा दिनुपर्छ देउतालाई, बोको दिनुपर्छ, रोज दिनुपर्छ। तपाईको कल्याण हुन्छ। यसो बाजा हो हजुरले। कहिले कहिले प्रयोग गरिन्छ यी बाजाहरू? यी बाजा पर्वमा प्रयोग हुन्छ। जसको जन्तेर बरेट भयो उसको प्रयोग हुन्छ हजुर। हाम्रो खास गरिकन यो कालासिल्ला देवताको यो पर्व भन्नुहुन्छ नि हजुर। यो कुन पर्वमा प्रयोग हुन्छ? यो हजुरको साउन पर्वमा पनि हुन्छ, पुसेती पर्वमा पनि हुन्छ, हजुरको जेठ पूर्णिमा पनि हुन्छ, भुवामा पनि हुन्छ हजुर। अनि यो कालासिल्लाको एउटा प्रमुख विशेषता के हो? विशेषता भन्दाखेरि यसको शक्ति के हो? के विश्वास गर्छ? यसको शक्ति के हो भने अब हजुरको के हो भने पहिला हाम्रो बाजेले यहाँको जो 22 राजाहरूले यो देउताको शक्ति बढी भएर हाम्रो बाजेलाई चाहिने दुल्लु भन्ने ठाउँमा लिएर बेचे। बेच्दाखेरिमा पछि त्यो पैसाले छालाको रुपियाँ ल्याए भन्थे है। हाम्रो बाजेलाई बेचे। कहाँ बेचे? दुल्ला राजा कहाँ बेचे। यसको शक्ति बढी भएर हजुरको किन आफ्नो शक्ति कम हुने भयो, शासन राणा शासन हो। अब यसको शक्ति बढी भनेर यसलाई चाहिने कमरामा बेचु भनेर उहाँ दुल्लुमा बेचे हजुरको। त्यहाँ बेच्दाखेरिमा फेरि हाम्रो बाजेलाई घोडी लासमा फालिदियो राजाले। घोडी लासमा राजालाई घोडी लासमा फालिसकेपछि नि हाम्रो बाजेलाई सुत्या रहेछन्। देउता तृप्त भयो। देउता तृप्त भइसकेपछि त्यो घर हल्न लाग्यो हजुरको। ओ त्यहाँबाट यो के भयो त? ए राजा, धरतीहरू ओस छैन, स्वर्गहरू बादल छैन, यो घर हिलिया छ। त्यो तलीको धामी भन्ने कसो त्यसलाई बोलायो भन्दाखेरिमा काम्या छन्, निनाया छन्। त्यहाँबाट बोलाएर लौ धामी हामी तँलाई उहाँ म पुगाउँछु, तँलाई चाहिने त्यो कान चढाएर पनि म पुगाउँछु, यो घर थाम भने राजाले हजुरको त्यो घर थाम्यो। थामिँदाखेरिमा राजालाई फेरि राजाले त्यसलाई पुर्यायो। त्यहाँबाट मलाई अरे मैले अरे क्षेत्रीय म कमारो होइन, दुल्लु 9को अथवा 22 पखेली दुम्ला धनी हुँ भन्ने मेरो हातको भए। तर पछि अरे आधेरे त्यो क्षेत्रीलाई यहाँ पुगाएर अरे अहिले अरे आधेरे त्यसले अरे आधेरे त्यहाँ सिटी नै छ। त्यहाँ सिटे कहाँ कहिले घोडो दियो उहाँदेखि घोडो चढायो खम 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 खम। आदरणीय दर्शक वृन्दहरू देखिहाल्नुभयो हामीले यो एउटा यो पञ्चदेवल विनायक नगरपालिकाको प्रमुख शक्तिपीठ कालासिल्ला देवताको कुरा गर्दा गर्दै उहाँ मुख्य धामी हुनुहुन्छ। देख्दै एउटा देवताको प्रतिरूप त्यो चाहिँ तपाईहरुले देखिसक्नु भएको छ। कुरा गर्दा गर्दै अब यो एउटा के हो, यो पनि एउटा वैज्ञानिकहरूको एउटा खोज अनुसन्धानको विषय हुन सक्छ। हामीले कुरा गर्दा गर्दै एउटा ऐतिहासिक पृष्ठभूमिको कुराहरू गर्दा गर्दै उहाँ चाहिँ काट्नु भयो। साक्षात तपाईहरुको अगाडि त्यो तपाईहरुले देखिसक्नु भएको छ। ठिक छ, हामी अझै यतातिर के गरौँ त। यी दोमाहरू सबै के भन्दाखेरि
यो कालाशिल्लाको मन्दिरमा यो पूजाआजा गर्दाखेरि पर्वमा परे गरिने यी बाजा हुने चाहिँ नेपालको राष्ट्रिय बाजा पनि हो दोमाउने पनि। अहिले के भन्दाखेरि यो बाजा ओझेलमा परेको छ। हामी देख्न सक्छौँ नेपालको राष्ट्रिय बाजा नै ओझेलमा परिरहेको अवस्थामा यो पञ्चदेउल विनायक नगरपालिकाको यो समुदायमा कालाशिल्लाको मन्दिर उता पनि क्यामेरा फोकस गरौँ। कालाशिल्लाको मन्दिर नजिकै मन्दिर छ। यो मन्दिर कति पुरानो हो यहाँको स्थानीयवासीहरूलाई पनि थाहा छैन। लाग्छ यहाँको विनायक पञ्चदेउल एउटा देवल छ मल्लकालीन अवस्थामा राजाहरूले बनाएको, करिब 1400 सालमा बनेको भन्ने कुराहरू छ। यहाँ अगाडि घर छ, पुरानो घर 1992 सालमा बनेको घर हो यो आधुनिक एउटा प्रविधिलाई पनि चुनौती दिने घर हो। यो पुरानो प्रविधि, यहाँ एउटा कलापूर्ण काठहरू भयो, यसको गारोहरू भयो। अहिले हेर्ने हो भने इन्जिनियरहरू हाम्रो इन्जिनियरिङ प्रविधिलाई पनि एउटा नयाँ पाठ सिकाउने खालको चाहिँ एउटा चाहिँ यहाँ प्रविधि छ। सामान्यतया 40-50 वर्षको एउटा आरसीसी घरको पनि इन्जिनियरले त्यसको चाहिँ समय अवधिको त्यो दिन्छन् भनेपछि करिब 85 वर्ष पुरानो घर चाहिँ तपाईहरुको अगाडि जस्ताको तस्तै यो देखिएको छ।